यसरी बारी बोक्दै फेरि हामी लाग्यौँ उकालो। उकालो त लागेको छैनौँ, भर्खर हामी यो अन्तरे दाजुभाइमध्ये अन्तरे उहाँ चाहिँ अन्तरे बडाबा भन्छौँ हामी सबैजना अन्तरे भनेर चिन्नुहुन्छ गाउँमा। उहाँको घर आइपुग्यौँ। घरमा कोही हुनुहुँदो रहेन रहेछ, सबजना काममा जानुभएको थियो गएर पक्कै पनि। अनि हामी घर हेर्दैौँ, केटाकेटीलाई भैँसी देखाउँदै चिनाउँदै त्यहाँबाट उकालो लाग्नु पर्थ्यो। उकालो लाग्यौँ। उनीहरू देखेपछि फेरि एक ठाउँबाट हिँड्दैनन्। यो तलतिर चाहिँ गाउँ छ, तर अहिले सबै जङ्गलले ढाकेर केही देखिँदैन। यो हाम्रो घर जाने मध्येको सबभन्दा अप्ठ्यारो उकालो क्या, लास्टै गलिन्छ यो उकालोमा। अनि मैले मामाचाहिँले हाम्रो भिडियो खिच्दिनँ कोही नभएपछि मामाचाहिँले हाम्रो भिडियो खिच्दिनँ भनेर बल्ल तल भिडियो बनाइदिएको थियो। त्यो पनि उसले उसको भान्जाको मात्रै बनाएछ, मेरो त केही देखेन। अनि ल त ठिकै छ भनेर फेरि उसले भान्जालाई बोक्छु भनेर भान्जा लिएर हिँड्यो। मैले भिडियो बनाइदिएँ उनीहरूको। यस्तै मजाले मेरो पनि भिडियो बनाइदिएको भए त हुन्थ्यो। त्यसपछि फेरि आयो कोदोबारी। कोदो कस्तो मजाले फलेको रहेछ। अनि त्यसपछि हामी यो तल्लो घर, हाम्रोभन्दा तल्लो घर भन्दा माथि हाम्रो घर आउँछ यसपछि होइन। तर केटाकेटी चाहिँ हाम्रो घर भनेर उता गएछन्, भरे हाम्रो घर थिएन। यसरी हाम्रो फुच्चेलाई ढाडमा बोक्दै भिडियो बनाउँदै अनि उकालो लाग्यौँ। आजलाई यति, बाई बाई।